आज हामी यो पवित्र भूमिमा छौँ होइन। यो पवित्र भूमिमा उभिरहँदा हामी यो ध्यान बिचको चिन्ने डाँडामा छौँ, जहाँ सुम्निमा पारोहाङको विशाल प्रतिमा निर्माण हुन गइरहेको छ। र माननीय अमिता देवी सुब्बाज्यू सहित अन्य संवाददाताज्यू रगुवा संवाददाताहरू हुनुहुन्छ र यो सन्दर्भमा चाहिँ विशेष गरी अहिले श्रम संस्कृति पार्टीलाई चाहिँ अब जातिवादीको आरोप पनि लाग्ने गरेको छ होइन। यो एउटा समुदायको मात्रै भयो, यो पार्टीमा त्यो हाबी भयो भन्ने कुराहरू छ। त्यो सन्दर्भमा तपाईँको के छ धारणा, के भन्नुहुन्छ? होइन, कस्तो भन्दा हाम्रो समुदाय हो होइन, छेत्री बाहुन समुदाय। हाम्रो छेत्री बाहुन समुदायबाट चाहिँ यो जुन श्रम संस्कृति पार्टीलाई चाहिँ एउटा जातिवादी पार्टी भयो, यो राईको पार्टी भयो भन्ने एउटा जुन ट्र्याग आएको छ, त्यो ट्र्यागलाई चाहिँ हामीले चाहिँ चिर्नु खोजिरहेका छौँ। हाम्रो उद्देश्य चाहिँ त्यो हो होइन। अहिले यसरी हामी जम्मा भइरहेछौँ। हाम्रो यो श्रम संस्कृति पार्टीमा हाम्रो समुदायको उपस्थिति कम छ होइन। अब तर एउटा त्यो मिथ्या आरोप हो होइन। त्यस्तो अब यो कसैको पनि पार्टी होइन, यो 3 करोड नेपालीको पार्टी हो होइन। विश्वभरि नै एउटा सबै समुदाय हामी जोडिनुपर्छ। अब यो चाहिँ एउटा देश विकासको लागि श्रमदान मार्फत चाहिँ होइन, हामीले राष्ट्रिय स्तरमा चाहिँ श्रमदानलाई चाहिँ हामीले चिर्नु खोजिरहेको छौँ। र श्रमदान गरेर मात्रै देश बन्छ। हाम्रो देश अलिकति पिछडिएको छ, अर्थतन्त्र एकदम कमजोर छ। त्यही भएर चाहिँ अर्थतन्त्रलाई चाहिँ उत्पादनमा चाहिँ जोड्नको लागि चाहिँ हामीले श्रमदान गर्नु परिरहेको छ। जय माता। सबैमा नमस्कार। म चाहिँ सुभाष घिमिरे असु। म इटरीबाट पब्लिक खसारेको प्रतिनिधित्व गर्दैछु। जसरी हाम्रो माननीय दिदीजीले पनि सबै कुराहरू यहाँ राखिसक्नु भएको छ र हामी सबैतिरबाट जाति भाषा भूषा र सबै समुदायबाट जोडिने क्रममा छौँ। र विशेष गरी श्रम र सङ्गठनबाट देश बनाउनुपर्छ भनेर चाहिँ श्रम संस्कृति पार्टीमा हाम्रो श्रद्धेय अध्यक्षज्यूको चाहिँ अभियानलाई एउटा जुन परिकल्पनालाई चाहिँ हामीले आत्मसात गर्दै हामी जोडिने क्रममा छौँ। र यसै गरी जोडिँदै हामी सबै जाति भाषा धर्म संस्कृतिलाई जगेडा गर्दै अगाडि बढ्छौँ भन्ने कुरा पनि यहाँ जानकारी दिन सक्छु। जय माटो जय देश। नमस्कार, म ताजिना विष्ट इटहरीबाट। म चाहिँ श्रम संस्कृति पार्टीको केन्द्रीय सदस्य हो। र म चाहिँ यहाँ के भन्छु भने यो पार्टीलाई चाहिँ जातिवादी ट्याग लगाउनुहुन्छ क्या। र यहाँ हेर्नुहोस्, हामी सबै अब कुन समुदायका छौँ तपाईँ आफै बुझिहाल्नुहुन्छ। उहाँ हाम्रो माननीयज्यू हुनुहुन्छ, अम्बिका सङ्ग्रौला खड्काज्यू हुनुहुन्छ, उहाँ माननीय हुनुहुन्छ। र यो चाहिँ जातिवादी 1% पनि होइन। यो चाहिँ मानववादी भन्दा चाहिँ फरक पर्दैन है। मानववादी हो, मानवको हितमा काम गर्ने यो एउटा शक्ति हो, ऊर्जा हो। र यो यात्रामा हामी चाहिँ लागि परेका छौँ। तपाईँहरू पनि लागि पर्नुहोस्। हाम्रो श्रम संस्कृति पार्टीका श्रद्धेय अध्यक्ष हर्क साम्पाङ राईज्यू चाहिँ प्रधानमन्त्री बनाउनै पर्छ। 1 बनाउनु पर्छ, 2 बनाउनु पर्छ, 3 बनाउनु पर्छ। किन बनाउनु पर्छ भन्दाखेरि दिगो सुशासन चाहिँ स्थापित गराउनुहुन्छ उहाँले, भ्रष्टाचार मुक्त गराउनुहुन्छ उहाँले, श्रमको सम्मान गर्नुहुन्छ उहाँले। त्यसैले कसैले पनि यो पार्टीलाई ट्याग नलगाऊ। अब विकल्पको पार्टी भनेको यही नै हो। र म पनि खसारियाबाट छु, तपाईँहरू बुझ्न सक्नुहुन्छ। सबैजना आउनु होला है। धन्यवाद। जय माटो जय देश जय श्रमदान। हामी यो यात्रालाई फलो गरेर अघि बढौँ। जय देश। सबै हाम्रा मिडियाज्यू, हाम्रा दाजुभाइ दिदीबहिनीलाई नमस्कार। मेरो डम्बर कुमारी गेराल हो। म धरमसौरा बस्छु। यो अभियानमा लागेको हाम्रो माननीय ज्यू चाहिँ अहिले जसरी उम्रेर आउनुभएको थियो, त्यसै गरेर देशको ठाउँमा चाहिँ पानीका मुहानहरू चाहिँ फुटेर अहिले धरानलाई चाहिँ झिलिमिली भएर हामी पानी खान नपाएर काकाकुल भइराखेको ठाउँमा खान पाइराखेको छ। अन्तबाट पनि आएर हामीलाई इटेरीबाट पानमा र यो कोकाको चाहिँ पानी नखाने दाजुभाइ दिदीबहिनीहरूले पनि हामीलाई धेरै सहयोग गर्नुहुन्छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। जातिवादीको कुरो नगर्नुहोस्। मलाई पनि जातिवादी भन्छन्, तपाईँ आउने किन गर्थी भन्छन् भन्न त म मिडियामै भन्छु। तर गाली नगर्नुहोस्। मेरो सास मातादेखि मेरो परिवार चाहिँ माटो हो। जय माटो जय देश। जय देश। सम्पूर्णमा नमस्कार। म पार्वता सङ्ग्रौला धरान 1बाट होइन। त्यही हो, सबैजनाले भनिसक्नु भएको छ। यो त्यस्तो जातिवादीको अलिअलि लाउनुहुन्छ विरोधीहरूले। तर साँच्चै भन्नुपर्दा यो पार्टी चाहिँ जातिवादी होइन। यो चाहिँ एउटा धर्म भन्छ नि, जुन जात धर्म सबैदेखि माथि उठेर चाहिँ आएको यो चाहिँ एउटा अनौठो परिचयबाट चिनिएको पार्टी चाहिँ यो हो। अहिलेसम्मको दमदार चाहिँ यो हो होइन। सबैजना जोडिनु होला। एकदम राम्रो काम गर्दै आइरहेको छ श्रम संस्कृति पार्टीले। अब विरोधीको लागि कहिले पनि जति राम्रो काम नि नराम्रै हुन्छ, तर पनि बुझ्नेले बुझिसक्नु भएको छ। धेरै राम्रो काम गर्दै आएको छौँ। गरिब दुखी पीडित होइन, एकल महिलाहरू हुनुहुन्छ, त्यस्तो एकदमै अप्ठ्यारोमा परेकोहरूलाई धेरै ठाउँमा हामीले ठाउँमा 77 जिल्लामा अहिले
बुझ्ने हो भने एउटा दुईवटा तिनवटासम्म घर बनाइसकेको छौँ होइन। अहिलेसम्म कुनै पार्टीले यस्तो गरेको छैन। त्यही हो। नमस्कार। अन्त्यमा छौँ हामी होइन। जय माता जय देश। अब आइन्दा कसैले पनि जातिवादी नबन्नु होला। यो देश बनाउने पार्टी हो, देशलाई अघि बढाउने पार्टी हो, उन्नति र प्रगतिमा लाने पार्टी हो। हामी समस्त नेपाली 3 करोड नेपाली हामी जोडिनै पर्छ। हामीले पाइप तान्दाखेरि पाइपमा बगेको पानी सबै जातिले खाए जस्तै होइन। हामीले रोपेका फुल बिरुवाबाट चाहिँ सबैले अक्सिजन बराबरी पाएको छ। यो जातिवादी कसैले भन्नु मिल्दैन। हामी घर टौरा बनाउँदैछौँ। अब धेरै घर बनाइसक्यौँ हामी। म अहिले एउटा सांसदको भूमिकामा छु। एउटा त्यो चाहिँ एउटा देश बनाउनका लागि हामी सबैजना जोडिनै पर्छ। एकले थुकी सुकी 100ले थुकी नदी भने जस्तै हामी सबै जोडिएर चाहिँ एउटा देशलाई चाहिँ उन्नति प्रगतितिर लानुपर्छ। हाम्रो अगुवाई गर्ने, हामीलाई डोर्याउने, हाम्रो देशलाई चाहिँ एउटा उन्नति प्रगतितिर लाने हाम्रो माननीय ज्यू हर्क साम्पाङज्यूलाई उच्च सम्मान गर्दै आजको यो सानो हाम्रो मन्तव्य। आज हामी यो पवित्र भूमिमा छौँ होइन। यो पवित्र भूमिमा उभिरहँदा हामी यो ग्रान्ड बिचको चिन्ने डाँडामा छौँ, जहाँ सुन्नीमा पारोहाङको विशाल प्रतिमा निर्माण हुन गइरहेको छ। र यो विशाल प्रतिमा निर्माण हुन गइरहेको प्रतिमालाई चाहिँ सबैले सकेको सहयोग गर्नुहोला। हामी सहयोग एकअर्कामा सहयोग गरागर गर्नेछौँ, सहकार्य गर्नेछौँ, संवाद गर्नेछौँ र यो संवाद र सहकार्यबाट चाहिँ मिलेर चाहिँ देश बन्नेछ। जे देशमा हामी सबै नेपाली जुट्नुपर्नेछ। जय श्रमदान, जय माटो, जय देश, जय हर्कबहादुर, जय